त भाइको दिदी हो केहीमा डराउँदैन भाइ केले भन्यो दिदी कार चढेको अवस्था अबे अनि के भयो त यसलाई त्यहाँ बस कान्छी उता नहेर माथि नहेर के उसमा घटेक गर्दै उसमा चाहिँ मनोकामनातिर यो गर्दछ घटेक गर्दा भाइ दादालाई हेर रोटी पिङ खेला हुँदा नि कस्तो के भयो त यो चुप लागे कस्तो मजा आउँछ रोटी पिङ खेल्दा त माथि गयो हामी कहाँ गयो उता सबसे माथिको उकालोमा चाहिँ डर लाग्यो क्या मलाई हेर्दै झर्दाखेरि चाहिँ अलि हुन्छ जानु छिटै जाने दिल्लीमा जाने हो भाइ डराउँदो रहन्छ भाइ दल भाइ दलेन माथि उतार न उता उहाँ हेर न सुनि दादालाई हेर न दादाले हेर त दादा जिउ हलुको बनाए नराख्न भाइ पनि डरायो जिउ हलुको नछोड्नु कि मम्मी रोटी पिङ खेला जस्तो हो यो पनि। माथि बुलो यही उकालो हो क्या अलि डर लाग्ने मलाई हो डर लाग्ने भन्छ उकालो छोरा छोरालाई त अलिक डर लाग्छ त्यसो हेर नि हुन्छ मम्मीको त यहाँ भिडियो गर्दै फोटो खिच्नु मिल्ने रहेछ गर्दा गर्दै फोटो खिचिदिनु मिल्दैन क्या दादाले भिडियो बनाएको एउटा भिडियो बना भिडियो बना अब दिदी गयो डर लाग्ने रहेछ अघि हेरे जस्तो त टाढै हो चढ्दाखेरि यस्तैमा चढ्दै 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 जाने हो यहाँबाट त्यही तलका घर चाहिँ मजा कहाँ होला हो के रहेछ हामी उड्यौँ भाइ ठोकिँदैन यहाँ हामी ठोकिँदैन यहाँ हामी ठोकिँदैन केबल कराईमा भनेको यही हो नि मान्छे आधी आधी बाटो सर्टकट हान्दै हिँड्दैछ कम छ यो गालो मैले भनेको नि घुम्ती छ मम्मी यहाँबाट यहाँबाट ऊ यता यता उता गर्नु भनेर बाई हेलिकप्टर होइन हेलिकप्टर हो जिउ हल्को नबनाउनु कि तपाईँले त्यत्तिकै छोड्दाखेरि डर लाग्छ नि ए त्यति हो ए कस्तो रोकेर राखेको चक्कै राखे बिस्तारै लाँदा हेर्दा हेर्न त झर्नेको लाइन त रहन्छ झर्नु चाहिँ कहाँबाट झर्ने त यहीँबाट झर्ने यसो गरी आइपुगेको छैन तलको स्लो गर्नुपर्छ हामी आइपुग्यौँ यहाँ हामी आइपुग्यो त यहाँ कञ्चल्यो हामी आइपुग्यौँ यहाँ ठोक्दैन